आज शनिबार हामी चाहिँ फ्यामिली नै चन्द्रगिरी घुम्न गयौँ। कस्तो राम्रो भ्यू हेर्नु न, चन्द्रगिरीमा आउने बित्तिकै यस्तो दामी भ्यू देखिन्छ है। कस्तो रमाइलो ठाउँ क्या, एकदम आनन्द आउने फ्यामिलीसँग जान त झन् मजा, बच्चाहरू लिएर त झन् मजा। त्यसपछि हामी केबल कार चढ्न गयौँ, चढ्यौँ पनि। बच्चाहरू चाहिँ कति खुसी भएको थियो, मलाई त कस्तो कस्तो डर लागिरहेको थियो। पहिला चढेर पनि कस्तो डर लागेको कि। अनि त्यसपछि हामी सबैजना फोटोसोटो खिच्दै चन्द्रगिरी गयौँ, केबल कार चढेर कति मजा आयो। अनि त्यसपछि हामी गयौँ मन्दिर, सिधै भालेश्वर मन्दिर गयौँ। त्यहाँ चाहिँ लाइन लागेर बस्यौँ। लाइन लागेर चाहिँ यहाँनिर हामी बसिरहेको थियौँ, पूजासुजा गरेर एउटा भिडियो बनाउनु पर्यो भनेर यतापट्टि आएको, यो भिडियो बन्दै बनेन जति गर्दा पनि। त्यसपछि हामी गयौँ खाना खान, सबैजनालाई भोक लागिसकेको थियो। हामी सबैजना खाना खान गयौँ। अनि खाना खाने ठाउँ चाहिँ यहीँ चन्द्रगिरीकै त्यो अगाडि मन्दिर अगाडि नै थियो यतापट्टि। अनि त्यसपछि त्यहाँ सबैजना गएर खाना खायो। यिनीहरू आफ्नै तालमा छन्। अनि तातो तातो खाना, चिसो मौसम थियो, तातो खाना सबैजना भएर खायौँ। त्यहाँ खाना खाइसकेपछि चाहिँ हामी चाहिँ अब निस्किनुपर्छ भनेको। यिनीहरू यहाँ नाप्दैछन् दुईजना, लुगा खोली यो चिसोमा। अनि त्यसपछि यिनीहरूलाई लिएर हामी त्यहाँ कस्तो राम्रो खेल्ने ठाउँ क्या, बच्चाको खेल्ने ठाउँ पनि कति राम्रो रहेछ। बच्चाहरू खेल्न थाले त्यहाँनिर, कति धेरै खेल्ने ठाउँ थियो। बच्चाहरूलाई लान चाहिँ एकदम बेस्ट रहेछ ठाउँ। एकदम चिसो मौसम चाहिँ एकदम चिसो हुने, जति बेलै चिसो हुने, यस्तो गर्मीमा पनि चिसो थियो। त्यसपछि हामी अलि उतातिर गयौँ। नानीहरू आइसक्रिम खाने भन्न थाले। अनि आइसक्रिम खाए दुईजना नानीहरूबाट। अनि हामी चाहिँ यता टिकटक बनाउन थाल्यौँ। यता मजाले टिकटक बनाइसकेपछि फेरि तिनीहरू कटन क्यान्डी देखेर कटन क्यान्डी खाने भन्न थाले। अनि दुईजना कटन क्यान्डी खान थाले। मलाई पनि व्हाइट देखेर चाहिँ खाउँ लाग्यो, एकदम मनपर्छ क्या कटन क्यान्डी चाहिँ। त्यसपछि मैले पनि कटन क्यान्डी खाएँ। अनि त्यसपछि हामी चाहिँ अब फर्किनुपर्छ भनेर सबैजना फर्क्यौँ। फेरि केबल कार चढेर फर्क्यौँ। घर आएर चाहिँ मिठो चिया खान मन लागिरहेको थियो, चिया खाएँ। आजको भ्लग कस्तो लाग्यो तपाईँ?